हामीले माग गर्दै त्यो आइरहेको छौँ र उहाँ हिजो अचानक आउनुभयो। मैले तपाईँलाई भनेको थिएँ नि, बालकृष्ण शाह हाम्रो सम्माननीय प्रधानमन्त्री अनिवार्य रूपमा आउनुहुन्छ मैले भनेको थिएँ, उहाँ आउनुभयो। तर हिजो चाहिँ उहाँले रोस्टरमा उभिएर बोल्नका निम्ति हात उठाउनु भएन र सभामुखलाई समय पनि माग्नु भएन, त्यहाँ गएर फर्किनु भयो। अब अहिले चाहिँ मैले सुनेको केही समय सदन स्थगित भएको छ, अब फेरि पछि आएर बोल्नुहुन्छ भन्ने मलाई चाहिँ विश्वास लागेको छ। उहाँले बोल्नुपर्छ, नभए कहाँ कहाँ हुन्छ। यत्रो जनताले कुरा उठाइरहेको, यत्रो सार्वभौम संसदले चाहिँ व्यापक रूपमा चाहिँ प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्ने कुरा उहाँ भागेर उहाँलाई छुट छैन, उहाँले अनिवार्य दिनुपर्छ भन्ने हाम्रो आवाज छ, दिनुहुन्छ भन्ने मलाई विश्वास छ। 44 दिनसम्म तपाईहरुले प्रश्नको जवाफ नपाउनु भएको बेला अब कति दिनमा पाउनु होला त यहाँले जवाफ? 44 दिन भयो प्रधानमन्त्री पहिलोचोटि बोल्नु भएर। अब मलाई के लाग्छ भने अब मैले बुझेअनुसार सुनेअनुसार उहाँ गम्भीर बन्नुभएको छ। मैले सदनमा बोलेको कारणबाट देशव्यापी आन्दोलन भयो र यो मुलुकको निम्ति जुन ढङ्गले बोले यो बेठिक बोले र भन्ने उहाँलाई सोच भएको छ र अब आउने मलाई लाग्छ 14 गतेदेखि फेरि सदन सुरु हुनेछ, यदि स्थगित हुनेवाला छ। त्यसपछि आएर उहाँले जवाफ दिनुहुन्छ, बोल्नुहुन्छ, यसमा दुविधा छैन। अब यो 14 दिनमा तपाईको आफ्नो चाहिँ कार्यक्रमहरू के हुन्छ? जनताको बीचमा जानुहुन्छ कि अब सांसद मान्ने भइहाल्नु भयो, अब अरू काममा इन्गेज हुनुहुन्छ? भइहाल्नु भयो तपाईँले भन्न मिल्दैन, जनताले बनाए भन्नुपर्छ। जनताले बनाएको म चाहिँ मैले तपाईँहरूको बिचमा धेरैचोटि भनिसकेँ, म शासक होइन, म सेवक हो र जनताको दैनिक सरोकारका सवालहरूमा जनताको सुख दुःखमा हिजो पनि साथ दिँदै आएको छु, आज पनि साथ दिँदै आएको छु। त्यसैले मैले जनतालाई के भनेको छु भने मेरो भगवान भनेको जनता हो। तपाईँहरूको आशीर्वादबाट म यो सदनमा आएको छु। तपाईँहरूले दिएको नीति निर्देशलाई पालना गर्दै जनताको पक्षमा विशाल आवाजहरू उठाएको छु। फेरि तपाईँहरू सामु आएको छु। तपाईँहरूको सरसल्लाह, तपाईँहरूको समस्या के छन् त्यो त्यसबाट उहाँहरूबाट म लिन्छु र उहाँले को सल्लाह अनुसार फेरि यहाँ सदनमा म दृढ ढङ्गले आवाज उठाउँछु। अब म केही समयपछि जनता बिचमा जान्छु। जनताले प्रश्न गर्छन्, जनताले के प्रश्न गर्छन् ती प्रश्न फेरि लिएर यहाँ सरकार सामु दमदार आफ्नो राख्छ। जस्तो तपाईँहरूका कार्यकर्ताहरूले आज सिंहदरबारको अगाडिपट्टि नेकपा एमालेकै सम्बद्ध युवाहरूले सिंहदरबार अगाडि अव्यवस्थित पार्किङ गरेर सरकार विरुद्ध आन्दोलन गर्नुभएको छ, केही मान्छेहरू पक्राउ गर्नुभएको छ। यो कहिले सत्ताले लगेर अव्यवस्थित पार्किङ गर्ने, कहिले प्रतिपक्षले लगेर पार्किङ गर्ने, अनि हामीले जनताले दुःख पाइरहने, सेवाग्राहीले दुःख पाइरहने, यो अवस्था चाहिँ कहिले हुन्छ? यो सिलसिला कस्तो हुन्छ? पहिलो कुरो चाहिँ मुलुक चलाउने कुरोमा सरकार जिम्मेवार हुनु पर्यो। सरकार जिम्मेवार भएन। सानो कुरोमा चाहिँ के भनेदेखि मान्छेले धरपकड गर्ने, मान्छेलाई चाहिँ अनावश्यकमा दुःख दिने काम सरकारले गर्छ। यो लोकतन्त्र विरोधी कुरो हो। यो लोकतन्त्र विरोधी कुरा भएको हुनाले म यसको खेद प्रकट गर्न चाहन्छु। यस्तो काम सरकारले गर्नु हुँदैन। यो कामबाट आम जुन जनता भनौँ न, मानिसहरूको जुन एउटा कुरो अहिले चाहिँ एक खालको जुन सरकारबाट चाहिँ जुन ढङ्गले काम गरेन भन्ने भनाइ छ नि, त्यसलाई चाहिँ पुष्टि गर्न सरकार खोज्दैछ। यसो नगरोस् भनेर म सरकारलाई चाहिँ अनुरोध गर्न चाहन्छु। यसको दमदारमा विरोध गर्न चाहन्छु। सरकारले कानुन पालना गरेन भनेर विपक्षीले पनि सरकारलाई बाटो देखायो, सिंहदरबारको अवरोधलाई चाहिँ दिएपछि? त्यसो होइन, सरकारले विद्यार्थीहरूको आफ्नो माग थियो, त्यो माग पुरा गर्नका निम्ति यहाँ सिंहदरबार छेड्न खोजेको, उहाँले छेड्न दिनु भएन, उहाँले धरपकड गर्नुभयो। यो बेठीको धनकुटा म पर्सिदिन जान्छु। बाँदरको समस्या बारेमा चाहिँ व्यापक रूपमा कुरा उठिरहेको हो होइन। अब अहिले नै सदन चाहिँ निरन्तर भएको भए यसको हामी एउटा निष्कर्ष निकाल्थ्यौँ होइन। अब मलाई के लाग्छ भने यो 14 गते सदन लागिसकेपछि बाँदरको समस्यालाई कसरी हल गर्ने भनेर छलफल गरेर एउटा निष्कर्ष निकाल हामी कानुन बनाएर हामी अगाडि बढ्छौँ। हस्, धन्यवाद।